बालेन सरकारको आगमन र सरकारले सार्वजनिक गरेको 100 बुँदे शासकीय सुधार कार्यसूचीसँगै यति बेला एउटा खबरले बजार तानेको छ। त्यो खबर हो बैंकमा 10 वर्षदेखि बेवारसी अवस्थामा रहेको तपाईँ हाम्रो रकम अब सिधै सरकारको हुने। के तपाईँले पनि यो खबर सुन्नुभएको छ? सुन्दा कतिलाई यो देश विकासका लागि चालिएको राम्रो कदम जस्तो लागेको होला त कतिलाई आफ्नै सम्पत्ति गुम्ने डरले झस्काएको होला। तर के एउटा कार्यसूचीकै भरमा सरकारले बैंकमा रहेको तपाईँको निजी सम्पत्ति लिन मिल्छ? के भन्छ त हाम्रो कानुनले? द भर्टिकल इन्साइट्सको आजको भिडियोमा हामी बालेन सरकारको यो योजना, यसका कानुनी चुनौती र अन्तर्राष्ट्रिय अभ्यासको गहिराइमा पुगेर यसको वास्तविक कानुनी पक्षबारे चर्चा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला किनकि यसमा तपाईँको पैसाको सुरक्षाको कुरा छ। अब चर्चा गरौँ अहिलेको वास्तविक कानुनी व्यवस्थाको। हामी धेरैलाई लाग्छ कि बैंकमा पैसा राखेपछि त्यो पैसा सधैँको लागि बैंकमा सुरक्षित भयो। तर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया 2073 को दफा 112 ले अर्कै कुरा भन्छ। हालको नियम अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूमा निष्क्रिय खाता व्यवस्थापनको छुट्टै पद्धति रहेको छ। यसलाई एउटा समयरेखामा हेरौँ। पहिलो 3 वर्ष। यदि तपाईँले 3 वर्षसम्म खाता चलाउनु भएन भने बैंकले त्यसलाई निष्क्रिय अर्थात् हामीले बुझ्दै आएको डोरमेन्ट श्रेणीमा राख्छ। दोस्रो 10 वर्ष। यदि 10 वर्षसम्म पनि कुनै कारोबार भएन भने बैंकहरूले त्यस्तो खाताहरूको विस्तृत विवरण अनिवार्य रूपमा नेपाल राष्ट्र बैंकमा बुझाउनुपर्छ। यसबीचमा बैंकहरूले हरेक 5 वर्षमा राष्ट्रिय स्तरको पत्रिकामा हकवाला खोज्ने सूचना पनि जारी गर्नुपर्छ। र अन्तिम बिन्दु हो 20 वर्ष। हालको कानुन अनुसार यदि 20 वर्षसम्म पनि कोही लिन आएन भने मात्र त्यो पैसा राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा हुन्छ। कानुनले स्पष्ट भनेको छ 20 वर्षसम्म पनि कोही लिन आएन भने मात्र त्यो पैसा राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जान्छ। ध्यान दिनुहोस्, त्यो पैसा सरकारको ढुकुरीमा होइन, बैंकिङ क्षेत्रकै विकासका लागि राष्ट्र बैंकको एउटा छुट्टै कोष रहन्छ जसलाई हामी बैंकिङ विकास कोष भन्छौँ, त्यहाँ जान्छ। अर्थात् अहिलेको कानुनले तपाईँलाई आफ्नो सम्पत्ति दाबी गर्न 20 वर्षको लामो समय दिएको छ। तर बालेन सरकारको पाछापत्रले यो समयलाई घटाएर 10 वर्षमा जाने प्रस्ताव गरेको छ र त्यो अर्बौं रकम राष्ट्र बैंकको कोषमा नभई सिधै सरकारको राज्य कोषमा लैजाने कुरा अगाडि सारिएको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर 78 लाई हेर्ने हो भने यहाँ स्पष्ट भनिएको छ, राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न 10 वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाहरूको खाताहरूको विवरण सङ्कलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने तथा अन्य स्रोतहरूको परिचालन गरी व्यवस्थापन गर्ने कार्य 90 दिनभित्र सम्पन्न गर्ने। यसको अर्थ अब 20 वर्ष कुर्नुपर्ने छैन। 10 वर्षदेखि नै निष्क्रिय रहेका खाताहरूको विवरण सङ्कलन गर्ने र मात्र 3 महिनाभित्रै त्यो सम्पूर्ण रकम सिधै राज्य कोष अर्थात् स्टेट ट्रेजरीमा ल्याउने सरकारको योजना छ। सरकारको तर्क छ अर्बौं रुपैयाँ बैंकमा डेढ वा प्रयोगविहीन भएर बस्नुभन्दा त्यसलाई राष्ट्रिय गौरवको आयोजनामा ल्याउनु देशको हितमा हुन्छ। तर यहाँनिर एउटा ठुलो प्रश्न छ, के मन्त्री परिषदको एउटा निर्णयले मात्र नागरिकको सम्पत्ति यसरी राज्य कोषमा ल्याउन मिल्छ? के यो 90 दिनको समयसीमा व्यवहारिक छ त? यस्तो अभ्यास नेपालमा मात्र हुन लागेको भने होइन। अन्तर्राष्ट्रिय स्तरमा यसलाई एसचिट प्रक्रिया भनिन्छ, जहाँ राज्यले नागरिकको सम्पत्तिको मालिक बनेर होइन, केवल एउटा संरक्षक वा कस्टोडियनको रूपमा काम गर्छ। अमेरिकामा प्रत्येक राज्यले unclaim.org जस्ता पोर्टलहरू मार्फत नागरिकलाई आफ्नो वा आफ्नो पुर्खाले बिर्सिएको बैंक ब्यालेन्स निशुल्क खोज्ने र दाबी गर्ने सुविधा दिएका छन्। छिमेकी देश भारतमा पनि यस्तो पैसा सिधै सरकारी ढुकुरीमा जाँदैन। 10 वर्षभन्दा पुराना निक्षेपहरूलाई आरबीआई को डीए फन्ड अर्थात् डिपोजिटर एजुकेसन एन्ड अवेरनेस फन्डमा जम्मा गरिन्छ र नागरिकले उद्गम पोर्टल मार्फत 30 भन्दा बढी बैंकमा रहेका आफ्ना पुराना खाताहरूलाई एउटै वेबसाइटमा घरै बसी खोज्न सक्छन्। त्यस्तै बेलायतमा reclaimfund.co.uk मार्फत यस्ता रकम सामाजिक कार्यमा खर्च गरे तापनि त्यहाँ इन पर्पेचुटी अर्थात् सधैँको लागि फिर्ता पाउने कानुनी ग्यारेन्टी हुन्छ। विश्वभर राज्यले पैसा परिचालन गरे तापनि फिर्ता पाउने नागरिकको मौलिक हक सधैँ सुरक्षित हुन्छ। तर नेपालमा यदि यो पैसा सिधै राज्य कोषमा गएर खर्च भयो भने भोलि कोही फिर्ता माग्न आउँदा सरकारले कुन शीर्षकबाट पैसा दिन्छ, यो अझै स्पष्ट छैन। यो योजना कार्यान्वयन गर्न सबैभन्दा ठूलो बाधा हो नेपालको संविधानको धारा 25। यसले प्रत्येक नागरिकलाई आफ्नो सम्पत्ति सुरक्षित राख्ने मौलिक हक दिएको छ। दोस्रो बाधा हो बाफियाको दफा 112। यो ऐन संशोधन नगरी 20 वर्षको नियमलाई 10 वर्षमा झार्न मिल्दैन। र तेस्रो, केन्द्रीय बैंकको स्वायत्तता र निक्षेपकर्ताको विश्वास जोगाउन पनि उत्तिकै चुनौतीपूर्ण छ। यी कानुनहरू संशोधन नगरी सरकारले सिधै पैसा लिनु भनेको सम्पत्ति जफत सरह हुन सक्छ। 90 दिनको छोटो समयमा यी सबै कानुनी जटिलता सुल्झाउनु सरकारका लागि फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ।
अब प्रश्न उठ्छ, विकासोन्मुख राष्ट्रका लागि यस्तो नीति किन आवश्यक छ त? पहिलो कारण हो निष्क्रिय पुँजीको परिचालन। नेपाल जस्तो सीमित स्रोत भएको देशमा अर्बौं रुपियाँ बैंकमा निष्क्रिय भएर बस्नु राष्ट्रिय अर्थतन्त्रका लागि क्षति हो। यसलाई जलविद्युत वा सडक जस्ता गौरवका आयोजनमा लगाउन सकियो भने यसले जीडीपीमा प्रत्यक्ष योगदान पुर्याउँछ। दोस्रो, यो वित्तीय पारदर्शिताका लागि महत्त्वपूर्ण छ। लामो समयसम्म खाता निष्क्रिय रहँदा डिजिटल ठगी वा अवैध पैसा ओसार पसारको जोखिम रहन्छ। यदि सरकारले भारतको उद्गम जस्तै एउटा बलियो प्रणाली बनाइदियो भने ग्रामीण भेगका नागरिकले आफ्नो बिर्सिएको सम्पत्ति सजिलै फेला पार्ने मौका समेत पाउँछन्। त्यसैले यो कदम अर्थतन्त्रलाई चलायमान बनाउने एउटा महत्त्वपूर्ण औजार पनि हुन सक्छ। अन्त्यमा, निष्क्रिय स्रोतलाई देशको विकासमा लगाउन खोज्नु नराम्रो कदम पनि होइन। तर यसो गर्दा निक्षेपकर्ताको हक र भोलि पैसा फिर्ता पाउने प्रक्रियामा कुनै सम्झौता पनि हुनु हुँदैन। सरकारले रकम परिचालन गर्नु पूर्व स्पष्ट कानुन तथा एउटा पारदर्शी सेन्ट्रल पोर्टल निर्माण गर्नुपर्छ जसले जनतालाई अन्योलता होइन सुनिश्चितता प्रदान गरोस्। यदि तपाईँको पनि कुनै पुरानो खाता छ भने ढिलो नगर्नुहोस्। भोलि नै ब्याङ्क जानुहोस्, एउटा सानो कारोबार गर्नुहोस् र आफ्नो केवाइसी अपडेट गर्नुहोस्। तपाईँको सानो सतर्कताले तपाईँको वर्षको कमाई सुरक्षित हुन सक्छ। तपाईँलाई के लाग्छ, सरकारले 10 वर्षमै पैसा लिनु सही हो? कमेन्टमा आफ्नो विचार राख्नुहोला। भिडियो उपयोगी लागेमा शेयर गर्नुहोला र यस्तै अन्य जानकारीमूलक भिडियोका लागि द भर्टिकल इन्साइट्सलाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद। नमस्कार।